नमस्ते दर्शकबिन, फेरि पनि स्वागत गर्न चाहन्छु सबै साथीहरूलाई। जति पनि मेरो फेसबुकमा आबद्ध हुनुहुन्छ सबै साथीहरूलाई म हृदयबाट नै सम्झना समर्पण गर्छु, हृदयबाट नै सम्झिरहन चाहन्छु। धेरै साथीहरूको गुनासो के छ भनेपछि, जो मैले यो भिडियो गराउँदै गर्दा धेरै साथीहरूले अहिले कसैले भन्छन् कि हैन मेरो कन्टेन्ट मोनेटाइजको टुल हरायो भन्नुभएको छ। त्यो वास्तविक हराएको होइन। तपाईहरुले एकदमै फेसबुकमा एक्टिभ भएर काम गर्न चाहनुहुन्छ भनेपछि एक्टिभ भएर काम गर्नुहोस्। त्यो टुल्स फेसबुकले आफै आफ दिने हो। अनि एउटा कुरो म के तपाईलाई के जानकारी गराउन चाहन्छु भनेपछि, जति पनि फेसबुकमा फलोअरहरु बढाइदिन्छु हैन, भ्युजहरु बढाउँछु भन्ने जति पनि मैले देखे हैन, त्यसमा चाहिँ त्यसको पछि तपाईहरु लाग्दै नलाग्नुस् है। यदि तपाई कन्टेन्ट मोनेटाइज गर्न सक्नुहुन्छ भने चाहिँ आफैले गर्न सक्नुहुन्छ। त्यो अर्काको पछि लागेर तपाईले कन्टेन्ट मोनेटाइज हुँदैन। त्यो कन्टेन्ट मोनेटाइज गर्नको लागि तपाईको फल चाहिन्छ, तपाईको श्रम चाहिन्छ। तपाईले कति हाल्नुभयो त भिडियो, तपाईले कति ओरिजिनल हाल्नु भएको छ, कति अर्काको भिडियो हाल्नु भएको छ हैन, सबै तपाईलाई यो फेसबुकले अल डिटेल ए टु ए देखि जेड सम्म चेक गर्छ। यदि तपाईले राम्रो कन्टेन्टहरु बनाउनु भएको छ, तपाईका ओरिजिनल भिडियोहरु छन् भनेपछि तपाईलाई चाहिँ फेसबुकले आफै आफ कन्टेन्ट मोनेटाइजहरु दिन्छ। यदि तपाईले कन्टेन्ट मोनेटाइज तपाईले यदि भिडियोहरुमा तपाईले अर्काको भिडियो हाल्नु भएको छ, अर्काको पोस्ट गर्नु भएको छ हैन, अर्काको डाउनलोड गरेर हाल्नु भएको छ भने चाहिँ त्यो चाहिँ फेसबुकले अनिवार्य थाहा पाउँछ। र एउटा कुरो तपाईलाई अर्को पनि के जानकारी गराउन चाहन्छु भनेपछि, फेसबुकमा तपाईले म्युजिकबाट भिडियो नगराउनु होला। किनभने फेसबुकले तपाईलाई म्युजिक दिएको हुन्छ, तर फेसबुकको त्यो रिल्सबाट तपाईले त्यहाँबाट म्युजिक राख्न सक्नुहुन्छ। तर एडिट गर्ने बेला तपाईले चाहिँ त्यो म्युजिक चाहिँ नराख्नु होला। यदि तपाईलाई त्यो म्युजिकको कपिराइट आयो भने चाहिँ तपाईलाई एकदमै गाह्रो हुनेछ। तपाईको फेसबुकमा जति उ गरे पनि, त्यो जब मेटालाई फोन गरे पनि उले चाहिँ त्यस्तो गराउन सक्दैन हैन। तपाईले फेसबुकमा काम गर्दै जानुभयो भने चाहिँ अवश्य राम्रो गर्न सक्नुहुन्छ। तर ओरिजिनल कन्टेन्ट बनाउनुहोस्, ओरिजिनल भिडियोहरु बनाउनुहोस्, अर्गानिक भिडियोहरु बनाउनुहोस् हैन, हरेक चीज भिडियो बनाउनुहोस् के। तपाईले भिडियो गराउँदै गर्दा कतिपयहरु तपाईलाई जिस्काउने, उ गर्ने, उसकाउने त हुन्छन् नै हैन, के भिडियो गराउँछ भन्छन् नै। जब तपाईले फेसबुकको कन्टेन्ट मोनेटाइज टुल्स पाउनु भयो भने तपाईलाई जेबाट पनि इन्कम हुन सक्ने इन्कम हुन सक्छ। सबभन्दा ठूलो कुरा चाहिँ तपाईले चाहिँ कन्टेन्ट मोनेटाइजको टुल्सको सेटअप आउनु पर्यो। सेटअप आइसकेपछि तपाईलाई एकदमै तपाईले स्टाटस लेखे पनि, भिडियो बनाए पनि, जे लेखे पनि तपाईलाई चाहिँ त्यहाँबाट इन्कम हुन सक्छ। यति भन्न चाहन्छु म। धेरै लामो भिडियो नगराउ। फेरि यदि तपाईलाई आवश्यक परेको खण्डमा फेरि पनि भिडियो गराउने छु। यति भन्दै मेरो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह आशा प्रतिक्रिया नदिनु होला, प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला भन्दै अहिले भने म छोटो बसाइबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।